हेलो नमस्ते सबैजना गुड मर्निङ। आज चाहिँ अब म यो सबैजना छोड्नको लागि टिकट काट्नलाई पोस्ट पार्क जान लागेको। सो गाइज यस्तै हो, मेरो कार चाहिँ आउँदैछ। फाइनली गाडी पनि आयो गाइज। ओके लेट्स गो। फाइनली गाडी पनि आयो। मेरी किस्त आ रही है 10 तारीख की। मैं वो एक टेंशन गाड़ी की 24,000 हुई, काम है नहीं सारा रोड पे, क्या करें यार समस्या बाहर। बस टिकट काट्दा यहाँ चाहिँ बिहान बिहानै भिड हुँदो रहेछ। बिहान भन्दा नि 1 बजिसक्यो होला। आज बस काउन्टरमा आएको। बस काउन्टर कहाँ होइन, ब्रेकफास्ट पनि छैन। गलत जग्गामा आएर पनि बिग्रियो। मलाई प्यार 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 कराएको मनै पर्दैन गाइस होइन। बिना कामको बिना उसको कराउने मान्छेहरू मलाई मनै पर्दैन। सही बोल्नु पर्यो, एक्ज्याक्टली बोल्नु पर्यो। वास्तविकता के हो त्यो बुझ्नु के अरे बुझेर बोल्नु पर्यो क्या। त्यो जे पाए त्यही औदारी कराउने मान्छे मलाई मनै पर्दैन। हिलो रहेछ यार क्लास गर्दै। हे भगवान् मर्न लाग्यो यार गर्मीले। लास्टै गर्मी छ यार। हेर्नु त अब यहाँबाट कति 2-3 मिनट लाग्छ यार अझै सबैमा पुग्नलाई, मेट्रोमा पुग्नलाई। लास्ट गर्मी छ यार, पसिना च्याप च्याप भयो माथि देख्दा। त्यही हो गाइस, आज म टिकट काट्नलाई आएको। गोइङ टु ब्याक नेपाल। सो त्यही हो, कामले के देखा छैन खासै। गर्मीले पनि मरिरहेछ। छुट्टी थियो गाइस, छुट्टी पनि क्यान्सल भइदियो लास्टै। भैया मेट्रो किधर है? क्रॉस करना है। पास छोरी तो मेरो जीवनमा बसन्तको न्यानो कहिले आएन भन्थ्यो कामले बोलेर यहाँ। सो गाइस मैले टिकट पाइसकेँ। सो म यहाँबाट जाँदैछु राजीव चोकबाट उत्रेर हल्का सबै यताउति गर्नुपर्छ। शायद दोबारा करता है। चलो अब चल रहा है। फाइनली गाइस सपिङ पनि गऱ्यो होइन। घर जाँदैछु। सपिङ पनि गऱ्यो, टोपी पनि लायो। 2 लाखको टोपी है गाइस, यो चाहिँ सर्ट लाएर लगाएको। अब
के गर्ने यस्तै छ आफ्नो लाग्यो म बाहिर निस्क्यो अब रुमतिर जाँदैछु हेलो गाइज मेरो चाहिँ गाडी आइसक्यो ल गाइज फाइनली चाहिँ सपिङ नि गऱ्यो टिकट पनि बुकिङ भयो अनि अहिले चाहिँ हामी रुममा जाँदैछौँ बल्ल बल्ल मेट्रोबाट पनि जान सक्थ्यो अलिकति ढिला भएको कारणले चाहिँ म पुरै गाडी बुकिङ गरेर हिँडेँ यहाँबाट अब त्यो आजको दिन पनि गयो हाफ छुट्टी भनेर गएको थियो अब दसैँ पनि आउँदैछ नेपालीहरूको सो सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई ह्याप्पी दसैँ राम्रोसित मनाउनु होइन वर्षमा आएको एउटा एकचोटि आएको चाड सो इन्जोय सबैजनाले अनि त्यो अब सबैजनालाई ह्याप्पी दसैँ आज चाहिँ मैले यो पनि लेखेको छु क्रिस्चियनको म क्रिस्चियन चाहिँ होइन म बुद्धिस्ट होइन तर मैले सोको लागि मात्र लगाएको किनेको अनि ड्यान्डेरै यो पनि पाएको छु मैले आज ठिक छ नि अनि त्यही हामी जाँदैछु रुमतिर अर्को यहाँ छ त्यो पनि फेरि म रुममा पुगेर तपाईँहरूले सो गर्नेछु लगाएर हेर्नेछु हुन त मैले अघि नै फोटो नि खिचिसक्यो भिडियो पनि खिचिसक्यो त्यही हो ल आज खानासाना नि खाएको छैन त्यत्तिकै एउटा आइसक्रिम खायो त्यस पछाडि चाहिँ के खाएको छैन भन्ने एउटा पानी पियो त्यही हो आज केही पनि खाएको छैन यार मेट्रोभित्र सुतेर गलत ठाउँमा पुगेर आमा यहाँ मिस्टेक भएर यार दुःख पाइने हो आज त 186 मा बिस्तारै हामी अगाडि बढ्दैछौँ अब स्ट्याम्प भएर होला यार यहाँ हल्का जाम भएर ट्राफिक जाम अब साथी हो अब आजको लागि यति नै भिडियो सो अर्को भिडियोमा भेटौँला होइन हजुरहरू त्यही हो जय नेपाल चन्द्र सूर्य सो अनि ह्याप्पी विजय दशमी हजुरहरू फेरि अनि दसैँ राम्रोसित मनाउनु होला म पनि आउँदैछु मनाउनको लागि तर म लेट हुन्छ हल्का ओके गुड नाइट